बल झन् साह्रो बल। हेलो हेलो लगाएर पनि लखर 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 भात खाएर उफ्रिँदै छन्। भात साथीहरू यो चाहिँ मेरो साथीहरू हामीले चाहिँ खाउनु चपाउनु पर्ने जितिहाल्नु नि यो नपत्याएकोले पानीपुरी साथीहरू। हेलो साथीहरू नमस्ते, स्वागत छ तपाईँलाई मेरो भिडियोमा। आशा छ मेरो साथीहरू सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भनेर। र साथीहरू आज चाहिँ चुनाव हो र हामी चाहिँ नि भोट दिन जान लागेको छौँ। चुनाव लाग्यो, ए चुनाव लाग्यो। हामी चाहिँ भोट लगाउने ठाउँमा आइसक्यौँ साथीहरू, देख्न सक्नुहुन्छ यहाँ यस्तो भिड छ। यहाँनिर यस्तो छ साथीहरू। कुन मैले लगाइसकेँ, मेरो सुरुचोटि फर्स्ट भोट है साथीहरू। सुरुचोटि मैले भोट लाग्यो। यहाँ चाहिँ हुँदैछ चलपल झन् साह्रो बढिरहेको छ है यहाँ। हेलो हेलो के छ दा? हेलो भोट लगाएर पनि लखर 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 डुल्दैछौँ हामी चाहिँ भोट लगाइसकेर। के हजुर के दिनु? चक्लेट दिनु ए चक्लेट सानो चक्लेट थ्याङ्क यू। अब दादालाई दिएको दादालाई दिएको। उमा पनि जनसङ्ख्या टन्नै छन् क्या, अझै समय भएकै छैन। भात खाएर उफ्रिँदै छन् भात घटाउनलाई। भात छिटो घटाऊ है, अनि अहिले फेरि पकाएर खाइहाल्नुपर्छ। कुकुर पनि खेल्ने रे। भरे मम्मी घाँसबाट आउने रे अनि मसँग खेल्ने रे। यस्तै भरे चाहिँ यिनीहरू अहिले खेल्नु न, अनि भरे चाहिँ हामी खेल्नुपर्छ। हेलो साथीहरू नमस्ते, म फेरि पनि तपाईँहरूको सामुन्ने आइसकेको छु साथीहरू। र हिजो मैले चाहिँ नि भोट हाल्नु जाँदाखेरि भिडियो बनाएको थिएँ साथीहरू अलिअलि, अनि हिजोको र अनि आजको जोडेर भिडियो फेरि कन्टिन्यू गरिरहेको छु साथीहरू, हेर्नु होला। र अहिले चाहिँ हामी सिस्नो टिप्न जाँदैछौँ। म देखाउँछु सिस्नो टिप्न जाने कति धेरै छौँ भने। साथीहरू यो चाहिँ मेरो सिस्नो टिप्ने खेतालाहरू हुन्। मैले खेताला मगाएको 4 बहिनी छन् सिस्नो टिप्ने खेतालाहरू। तिमीलाई जेलाई कति दिनुपर्ने सिस्नो टिप्ने खेतालाहरू? सुँगुर एउटा छ मर्नु लागेको साथीहरू, अनि चारो पकाउनु पर्ने। अनि त्यहाँ दुईवटा बहिनी, मेरो 2टा बहिनीलाई ल्याएको। यिनीहरू सबै खेलिरहेको थिए, 2टा आएको, अरू पनि पछ्याउँदै आइहाले। फाइदा भइगयो मलाई। अब यिनीहरूले सिस्नो टिप्छन् अनि खेल्नु जान्छन् साथीहरू। बिस्तारै बिस्तारै पोल्छ। म चाहिँ नेता छु, सिस्नो टिप्दैछु। अब चुनाव हिजो भोट हालिसकेको छ, अब रिजल्ट लाउनु बाँकी गन्दै छन्। अब जिते भने म यस्तो सिस्नो टिप्दिनँ। मैले जितेपछि एकैचोटि कुर्सीमा गएर बस्नेछु साथीहरू। हामीलाई चाहिँ नि सिस्नोले भारी पुगेन, अनि अलिक तलतिर जाँदैछौँ। यहाँ खेततिर यसरी हिँडेर पहिले बच्चामा धुनफिन गरिन्थ्यो। यता मकै छरे क्या, यहाँ चाहिँ मार्ने भए मकै छरेको खेततिर डुलेर यिनीहरूले कता कता डुलाउने भए। खोला खोला सिस्नो टिप्नुलाई। यहाँ सिस्नो छ भनेर कहाँको खाल्टोमा ल्याए है, यो काम नपाउनेहरूले। यत्रो यो त भिड छ, यस्तो यो यस्तो छ। यिनीहरू यो सबै चारेर यो स्कुल छुट्टी हुँदा यो यस्तो यो कहाँ सिस्नो छ लडे। सिस्नो टिप्ने तरिका यहाँ डोरी लाएर अनि त्यहाँदेखि यसरी उतारेछ। यो चाहिँ नि यहाँ यस्तो छ, यहाँ यस्तो छ, यस्तो भिड छ। अनि यहाँ यसरी सिस्नो टिपिराखेको छौँ है हामी चाहिँ। मेरो खेतालाहरू फेरि बढेर 2 जना
यत्रोजना भइसक्यो सिस्नो टिप्ने खेतालाएर हिँड छिटो हामी चाहिँ सिस्नो टिपेर आइसक्यौँ साथीहरू यहाँ देख्न सक्नुहुन्छ र अहिले चाहिँ नि त्यो सुक्खाको कारणले क्या साथीहरू खोलातिर पनि खासै हरियो परै छैन कि अनि सिस्नो पनि बल्ल बल्ल अलिकति टिप्यो अनि फर्क्यौँ साथीहरू बच्चाहरूसँग हुरुरुरुरुरु गयो खेल्दै अब के गर्नु बच्चा खेलाउने उमेरमा बच्चाहरूसँग खेल्नु परेको छ कम पीडा छ मलाई गाह्रो छ साथीहरू हामीले चाहिँ नि पानीपुरी च्यालेन्ज गर्न लगाइरहेको छौँ र 81 पानीपुरी खाने सोच आयो दिमागमा त्यही भएर हामीले चाहिँ यहाँ बोलिसकेर पनि अगाडि पानीपुरी च्यालेन्ज गर्नु बसिसकेको छौँ अनि हाम्रो पानीपुरी च्यालेन्ज गर्ने र यिनीहरू मसँग यो बच्चाहरू मसँग पानीपुरी च्यालेन्ज गर्ने रे यिनीहरू मसँग पानीपुरी च्यालेन्ज गर्नु यहाँ रेडी भइसकेको छन् अब चाहिँ हामी पानीपुरी च्यालेन्ज गर्ने छौँ यहाँ चाहिँ झोल अनि यहाँ चाहिँ किमा छ अनि यहाँ चाहिँ पानीपुरी छ अनि जित्नेलाई चाहिँ चक्लेट हार्नेलाई चाहिँ गोलभेन्डै छ जित्नेलाई चाहिँ चक्लेट अनि हार्नेलाई चाहिँ गोलभेडा कहाँ छ अहिले ल्याउनु पर्ने छ अहिले ल्याउ लु जा भाइ कहाँ छ गोलभेडा माथि देउस् न काँचो टिन्टा अहिले हो खाने होइन अहिले 1 2 3 भन्छ नि त्यो गरेर खाए भिडियो चाहिँ नि पानीपुरी च्यालेन्ज लगाइरहेको छ गोलभेन्डा यहाँ आइसक्यो है 2 3 स्टार्ट गर ल तिमी भयो 1 2 3 स्टार्ट त्यहाँ नै बाँदर जस्तो गमका गम खान्छन् अब सर्केर मर्ला बुइनी सर्केर मर्थे फुटाएर गम कि गम खाने तिमीहरूले त के भात मुसे जस्तो भएन दुईजनालाई गोलभेडा खाने अहिले पक्रेर एकजना बैदा त थोक्का त्यही हो तेरो यत्रो जनासँग च्यालेन्ज गर्छु भन्ने मान्छे त्यो मुखले बोल्नु नभएर औलाले देखाइरहेको छु किन फुटाको यिनीहरू ती जुत्नु लाग्यो हजुर पानीपुरी च्यालेन्ज गरेको यिनीहरूले त यसरी फुटाएर गर्छन् हो यसरी फुटाएर गर्छन् हो के हालको रहेछन् हो पानीपुरी च्यालेन्ज गरेको त ध्यान फुटाउँछन् केटीहरू त कहाँदेखि सिकेछन् यस्ता अगाडिदेखि सल्लाह थियो अगाडिदेखि सल्लाह गर्ने थिए यिनीहरूले पानीपुरी साथीहरू धमाधम भरे त त्यसरी खाएर पनि ऊ पनि पो गम कि गम खाइरहेका तिमा पनि अब फर्स्ट सेकेन्ड थर्डलाई होइन यो पानीपुरी खानु झेली गर्नेहरूलाई चाहिँ अहिले म गोलभेडा खाना लाउँछु साथीहरू यो दुईटीलाई यिनीहरू दुईटीलाई अब यो झेली गर्नेहरूलाई चाहिँ म यहाँ यो काँचो टमाटर काँचो गोलभेडा खाना लाइराखेको छु है साथीहरू यिनीहरूले है
यिनीहरू दुईजना चतुर झ्याममा पानीपुरी फुटाएर अनि गममा खाने झ्याम झ्याम पो फुटाउँछ न अब यो ती तीनवटा एकछिन म खाऊ भन्छु अनि मात्रै खानुपर्ने म खाऊ भन्छु अनि मात्रै खानुपर्ने ओ यता हेर पाले पाले खाँदा नि हुन्छ चपाउनु पर्ने है सलग सलग ननिल्नु पर्ने बुझ्यौ चपाएर निल्नु पर्ने 1 2 3 खाऊ लु चपाउनु पर्ने है खोइ आँगा नानी फ्याल्नु नपाए है म त थपिदिन्छु नि अझै फेरि नफ्याल्नु पर्ने है म त थपिदिन्छु फ्याल्नेले त औ एउटीले निलिसके चप्पा म त थपिदिन्छु निलिस दानै साथीहरू पानीपुरी च्यालेन्ज गरेको दुईजनाले झेली गरे तिनीहरूलाई मैले गोलभेडा खान्दिसकेँ अब एकदमै यिनीहरूलाई देखेर म हाँसेँ यो सोझो तरिकाले जितिहाल्नु नि यो नपत्याएकोले त्यही भएर यसलाई चाहिँ म 3टा चक्लेट दिन गइरहेको छु यहाँ 3टा चक्लेट यता देखा 3टा चक्लेट ताली बजा आजको विनर त्यो नहल्ला न क्यामेरा नहल्ला है सेकेन्ड यहाँ ल्याऊ खाने लु तिमीहरू पनि एकैवटा खाऊ दुःख गर्नेहरू खाइस दुइटै झन्डै मरेको बमिट गर्यो अब म के गर्नु कसले चाहिँ झेली गर्नु लाग्यो त यो बहिनीको काम ट्युसन जाँदैछौँ हाम्रो चाहिँ ट्युसन जाने बेला भइसक्यो र बहिनीहरू चाहिँ अगाडि छन् अनि म चाहिँ नि पछि पछि जाँदैछु साथीहरू अनि देखिहाल्नु है साथीहरू मैले जे जति भिडियो बनाउनु कोसिस गरेँ साथीहरू अनि अब हप्तामा 2टा जति चाहिँ पोस्ट गरिराखेको हुन्छु साथीहरू एकदमै सपोर्ट गरिदिनु होला अनि तपाईँहरूले सपोर्ट गरिदिइराख्नु हुन्छ साथीहरू त्यसको लागि तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद र अझै सपोर्ट गरिदिइराख्नु होला भन्दै साथीहरू अनि आजको मेरो भिडियो चाहिँ यहीँनिर इन्ड गर्न चाहन्छु यतिन्जेलसम्म हेर्नुभएकोमा मेरो साथीहरूलाई धेरैभन्दा धेरै धन्यवाद साथीहरू सधैँभरि यसरी नै माया गरिदिइराख्नु होला भन्दै बाई बाई साथीहरू